आदरणीय सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा म तेज बोरा शङ्करको तर्फबाट हार्दिक नमस्ते। नेपालमा संविधान सभाबाट संविधान जारी भइसकेपछि जुन छिमेकी राष्ट्र भारतले देखाइराखेको गतिविधिहरूका बारेमा मेरा केही विचारहरू सार्वजनिक गर्न उचित लागेकोले यो सामाजिक सञ्जाल मार्फत मेरा केही विचारहरू तपाईहरु समक्ष शेयर गरेको छु। जुन नेपालमा संविधान जारी भइसकेपछि भारतले मधेसी जनताहरूलाई, मधेसी नेताहरूलाई उचालेर भड्काएर नेपालीहरू बीच भाँडभैलोको स्थिति सिर्जना गराएर आफ्नो असन्तुष्टि जाहेर गर्ने कुचेष्टा गरिराखेको छ। यो अत्यन्तै लाजमर्दो विषय त छँदैछ। साथमा हाम्रो जुन नेपालको आन्तरिक मामिलामाथि उसले गरिराखेको हस्तक्षेप हो, यो नेपाली गोर्खाहरूको लागि कदापि सही विषय हुनै सक्दैन। ऊ यो कदमबाट तुरुन्त पछि हटोस् र नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्न जुन उसको विदेश मन्त्रालय मार्फत गरिएका विज्ञप्तिहरू जारी गर्ने लगायतका कामहरू गरिराखेको छ, यसलाई तुरुन्त बन्द गरोस् र संविधान सभाबाट संविधान जारी गर्ने राजनीतिक दलहरू, मधेसमा आन्दोलन गर्ने मधेसी नेताहरू लगायतका हामी सबै नेपालीहरू मिल्नुपर्छ। मिलेन भने हाम्रा छिमेकीहरू शत्रु बनेर आउँछन् र उनीहरूले शिर उठाउने ठाउँ पाउँछन्। त्यसैले मधेसमा भएका मागहरू, मधेसी जनताका मागहरूलाई हामी सबै मिलेर समाधान गर्नुपर्छ र नेपाललाई संसारको सुन्दर, विकसित, सभ्य, स्वाभिमान र आफ्नो इतिहास सधैँभरि शिर ठाडो बनाएर हिँड्ने नेपालीको जुन इतिहास छ, यसलाई तल गिर्न दिनु हुँदैन। त्यसका निम्ति सबै नेपालीहरू एक हुन आवश्यक छ र भारतलाई जुन किसिमले नेपाललाई नाकाबन्दी गर्ने लगायतका जुन किसिमका गतिविधिहरू गर्ने कुचेष्टा गरिराखेको छ, यस्ता ऐतिहासिक भुल नगर्न सबै नेपालीहरूको तर्फबाट हामी चुनौती दिन चाहन्छौँ कि नेपालका निम्ति उसले गरेका हरकतहरू उसैका निम्ति ठुलो मूल्य चुकाउनु पर्ने स्थिति सिर्जना हुन सक्छ र नेपालीहरूले भारतका लागि गरेको योगदान उसले कदापि भुल्नु मिल्दैन, नभुलोस् र आफ्नो ठाउँमा सचेत रहेर छिमेकीको सही मित्रको व्यवहार गरोस्। अनि मात्र नेपाल र भारत बीचको सम्बन्ध सहज र राम्रो रहनेछ। अन्यथा हामी बीचको जुन मित्रता असल मित्रताको रूपमा रहने छैन र यसले दुवैलाई हानि गर्नेछ। त्यो चिज भारत सचेत भएर सही ठन्डा दिमागले सोचेर नेपालप्रति जुन किसिमको हेपा प्रवृत्ति देखाउने कुचेष्टा गरिराखेको छ, यसलाई तत्काल बन्द गरोस्। जय नेपाल, जय देश, जय नेपाल, जय नेपालीत्व।